साथीहरू आज मेरो पसलमा चाहिँ ग्राहक 7 नम्बर ग्राहक आउनुभएको थियो। उहाँलाई चाहिँ पैसाको धेरै समस्या रहेछ अनि मोबाइल चाहिँ नलिई नहुने आवश्यकता परेको रहेछ। घरमा मम्मीको लागि चाहिँ मोबाइल छैन भन्नुभयो, एकदम सस्तो मोबाइल देखाउनु न भन्नुभयो। मैले पनि उहाँलाई राम्रो मोबाइल चाइना कम्पनीको राम्रो मोबाइल सस्तोमा मस्त देखाइदिएँ। उहाँ पनि खुसी हुनुभयो। पाइन्छ भन्नु कुरा गरेँ मैले पनि, अनि पछि टक्क मोबाइल आफै ओपनिङ गरेर देखाएँ मैले उहाँलाई। अनि फेरि बाहिरको पत्ती निकाल्न आएन र मैले आफै त्यो कागजलाई चाहिँ मैले निकालिदिएँ ब्लेडद्वारा बिस्तारै। अनि उहाँले चाहिँ खुसी भएर चाहिँ मोबाइल लिनुभयो। अनि मोबाइल पैसा थोरै बोकेर आउनुभएको रहेछ, समस्या छ यस्तो भँदै छ कि नै भन्ने कुरा गर्नुभयो। मिलाउनु पऱ्यो के अरे होइन, अब बोकेर आइसकेपछि समस्या भयो, सबैलाई हेर्नुपर्ने कुरा हो के अरे। टक्क अनि फोन गर्ने मम्मीसँग छैन भन्ने कुरा भयो। अनि टक्क दिएँ। अनि ब्याट्री डिसेम्बल गर्नुभयो, ब्याट्री इन्स्टल गर्नुभयो, टक्क ब्याट्री हाल्नुभयो होइन। फेरि खोल्न आएन, बिस्तारै खोल्नुहोस् केही छैन आधा हतार भने मैले। अनि टक्क खोलेर ब्याट्री चाहिँ इन्स्टल गर्नुभयो। इन्स्टल गरिसकेपछि बाहिरको कभर लगाउनु भयो। कभर लगाइसकेपछि चाहिँ मोबाइल अन गर्नुभयो। मोबाइल अन भयो के साथीहरू, फाइनल्ली मोबाइल अन भइसकेपछि चाहिँ सटडाउन थियो पुरै। फाइनल्ली अन भएन मोबाइल। मैले भने कि घर गएर